नमस्ते सम्पूर्णमा आज म तपाईहरुको समक्ष एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। जस्तै तपाईहरुलाई थाहा नै छ भर्खरै एभरेस्ट बैंकले चाहिँ आफ्नो भ्याकेन्सी खुलाइसकेको छ। यसको बारेमा आज हामी डिटेल इन्फर्मेसन लिएर तपाईहरुको समक्ष उपस्थित भइसकेका छौं। एभरेस्ट बैंक लिमिटेड, a leading commercial bank having wide network of branches all over Nepal, is seeking application from qualified, energetic and self-motivated Nepali citizen meeting the following eligibility criteria for the following position to be posted at the different branches offices of the bank outside the Kathmandu Valley। र यो भ्याकेन्सीले चाहिँ के भनिरहेको छ भन्दाखेरि चाहिँ एभरेस्ट बैंक लिमिटेड एउटा चाहिँ लिडिङ कमर्सियल बैंक हो, जसले चाहिँ नेपाल भरि नै आफ्नो वाइड नेटवर्क ब्रान्चहरुको मार्फतबाट अगाडि बढिरहेको छ र यो चाहिँ इनर्जेटिक, सेल्फ मोटिभेटेड जस्ता एम्प्लोइहरुको खोजीमा छ र यसमा चाहिँ एप्लिकेन्ट्सले एप्लाई गर्न सक्छ, जसले चाहिँ तल दिएको क्राइटेरिया चाहिँ मिट गर्न सक्छ। यो भ्याकेन्सी चाहिँ काठमाडौँ भन्दा बाहिरको ब्रान्चेसहरुको लागि छ। कस्टमर सर्भिस एसोसिएट, जसको कोड छ CSA 2082 र 83, यसको भ्याकेन्सी चाहिँ 99 जनाको लागि छ र क्वालिफिकेसन मिनिमम इन्टरमिडिएट +2 एजुकेसन विथ मिनिमम 60% मार्क। यसमा एप्लाई गर्नको लागि तपाईसँग यदि +2 को सर्टिफिकेट छ अथवा तपाई +2 मा कम्तिमा 60% मार्क अथवा 2.8% तपाईको GPA छ भने तपाई एप्लाई गर्न सक्नुहुन्छ। यदि ब्याचलर पास हुनुहुन्छ भने तपाईको लागि 60% मार्क हुनु पर्यो अथवा GPA हेर्नुहुन्छ भने 3% हुनुपर्छ। एज चाहिँ तपाईको 28 वर्ष भन्दा माथि हुनु परेन है। वैशाखको अन्तिमसम्ममा तपाईको एज 28 वर्ष भन्दा माथि हुनु परेन र फिमेल क्यान्डिडेटको लागि चाहिँ 5 वर्ष अझै त्यसमा थप दिन्छ। बडी प्रायोरिटी उलाई दिन्छ जसको पर्मानेन्ट एड्रेस चाहिँ जुन प्रोभिन्समा उसको अफिस हुन्छ त्यहाँनिर यदि उसको पर्मानेन्ट एड्रेस छ भने तिनीहरुलाई बडी प्रायोरिटी दिनेछ। ओन्ली शॉर्ट लिस्टेड क्यान्डिडेट विल बी कॉल फर रिटन टेस्ट। जसको नाम चाहिँ शॉर्ट लिस्टमा निस्किन्छ उलाई मात्र हैन फर्दर प्रोसेसको लागि बोलाउने छ। र अर्को रहेको छ म्यानेजमेन्ट ट्रेनिङ, जसको कोड छ MT। यसको भ्याकेन्सी चाहिँ जम्मा 15 जनाको लागि छ र यसको क्वालिफिकेसन चाहिँ पोस्ट ग्रेजुएसन अथवा मास्टर डिग्री इन बिजनेस एडमिनिस्ट्रेसन, यदि तपाईले MBA गर्नुभएको छ फाइनान्समा, कम्प्युटर एप्लिकेसनमा, ह्युमन रिसोर्स अथवा अरु कुनै डिग्रीमा गर्नुभएको छ भने तपाई यसमा एप्लाई गर्न सक्नुहुन्छ र तपाईको चाहिँ मार्क फर्स्ट डिभिजन हुनु पर्यो अथवा GPA मा हेर्नुहुन्छ भने 3.30 हुनु पर्यो। र यदि तपाई चार्टर अकाउन्टेन्ट हुनुहुन्छ भने एउटा हैन रेकग्नाइज चार्टर अकाउन्ट एजेन्सीबाट भने पनि तपाई एप्लाई गर्न सक्नुहुन्छ। र यसको एजको हकमा कुरा गर्ने हो भने यसमा चाहिँ 30 वर्ष भन्दा माथि चाहिँ हुनु भएन। 30 वर्षसम्मको एजमा तपाई एप्लाई गर्न सक्नुहुन्छ। फिमेल क्यान्डिडेटको लागि चाहिँ 5 वर्ष एक्स्ट्रा थप दिनेछ। 30 मा 5 थप दिनुहुन्छ भने 35 वर्ष हुन्छ। र यसमा पनि सेम त्यही छ, सर्ट लिस्ट भएको क्यान्डिडेटलाई मात्र अगाडिको फर्दर प्रोसेसमा बोलाउने छ। डिस्क्रिप्सनमा दिएको छ कि यदि तपाईको एप्लिकेसन रिजेक्ट हुन्छ अथवा एप्रुभ हुन्छ भने बैंकसँग यो सबैको अधिकार छ। तपाईको एप्लिकेसन रिजेक्ट गर्ने, तपाईको एप्लिकेसनलाई एक्सेप्ट गर्ने त्यो सबै राइट चाहिँ कोसँग छ त बैंकसँग छ। तपाई राम्रोसँग हैन आफ्नो सबै इन्फर्मेसनहरु राम्रोसँग त्यसमा हाल्दै जानुस्, फिल गर्दै जानुस्, सबमिट गर्दै जानुस् भने तपाईको एप्लिकेसन चाहिँ रिजेक्ट हुने चान्सेस कम हुन्छ। र यसको डेडलाइन रहेको छ। यसको डेडलाइन चाहिँ जेठको 5 गतेसम्म छ र मे 19 तारिखसम्म छ। यसमा एप्लाई गर्नको लागि तपाई मेरो जबको वेबसाइटमा जान सक्नुहुन्छ र त्यहाँ गएर एप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईहरु हैन यो भ्याकेन्सीमा एप्लाई गर्न चाहनुहुन्छ र थाहा छैन कसरी गर्ने र तपाईहरुलाई यसको भिडियो चाहियो भने कमेन्ट गर्दिनु हैन। म अर्को भिडियो भ्याकेन्सी एप्लाई कसरी गर्ने भनेर म लिएर आउने छु। र टिल देन थ्यांक यू गाइज फर वाचिङ माई भिडियो।